जयमसी सबैजनालाई। जय मसी सर, जय मसी। जय मसीह सर, जय मसीह। सबैजना जय मसी। आशा छ सबैजना आरामै हुनुहुन्छ। चिसो बढेको छ है। उम्, उम्, एकछिन कुर्ने होला है, 2-4 मिनट कति, 1-2 मिनट हेरौँ। नकुटा हुन्छ सर। हुन्छ, त्यसो भए तपाईँले नै प्रार्थना गरिदिनुहोस् न त, अगाडि बढौँ। हुन्छ, अनसन प्रार्थना गरौँ। सर्वशक्तिमान दयालु जीवित प्रभु, धन्यवाद प्रभु तपाईँलाई। आज तपाईँले हामीलाई यो सुनौलो यो बिहानी तपाईँले दिनुभएको छ प्रभु। रातभरि तपाईँले सुरक्षा मिठो निन्दा दिनुभएको लागि धन्यवाद प्रभु। यो बिहानी पख तपाईँसँग रहेर तपाईँको वचन सिक्नुको लागि प्रभु तपाईँले हामीलाई सहायता गर्नुभएको छ, यो समय दिनुभएको छ प्रभु। अनि जतिजना यो क्लासमा समावेश हुन सकेको छैन प्रभु, उनीहरूले तपाईँले यो क्लासमा जोइन हुनुको लागि सहायता गर्नुहोस् पनि बिन्ती अनि प्रार्थना गर्दछु प्रभु येशू। सिकाउने प्रेम सरले तपाईँको चरणमा राख्दछ प्रभु। ठिक तरिकाले हामीले सिकाउनको लागि प्रभु तपाईँले सहायता गर्नुहोस् प्रभु। जति हामीले सिक्नेछ प्रभु, त्यो सिकेको कुरा अरूलाई पनि सिकाउनको लागि, आफ्नो जीवनमा उतार्नको लागि तपाईँले सहायता गर्नुहोस् प्रभु। धन्यवाद। यो समय अवधिभरि कुनै पनि बटे जाने, नेट जाने सबै कुराबाट प्रभु तपाईँले सहायता गर्नुहोस् पनि बिन्ती अनि प्रार्थना गर्दछु। धन्यवाद प्रार्थना गर्दछु ख्रिस्ट येशूको नाम, आमेन। म्यान, परमेश्वरलाई यस बिहान एकदमै धन्यवाद भएको होस्, अनि यहाँ सबैजनालाई बिहान आउनुभएकोमा धन्यवाद छ। अस्तिको दिनमा हामीले हेर्दै थियौँ, विशेष गरी प्रभुले आफ्नो चेलाहरूलाई है, अनि कसरी चाहिँ सेवकाईको निम्ति नियुक्त गर्नुभयो भनेर तपाईँले यो 20मा तपाईँले त्यही कुरा पाउनुभयो। जसरी यहाँनिर कसरी यसुले मानिसहरूलाई चेलाहरूमा हुर्काउनु भयो र नेतृत्वको निम्ति तयारी गर्नुभयो, उहाँले विभिन्न तरिकाले तयारी गर्नुभयो भन्ने कुराहरू, विशेष गरी आफैले सेवा कस्तो हुनुपर्छ भनेर जिएर है, अनि परमेश्वर कस्तो हुनुहुन्छ भनेर त्यो सत्यता, परमेश्वरको सत्यता सिकाउनु भएर, अनि उहाँले आफ्नो कामद्वारा सिकाउनु भयो, आदेशद्वारा सिकाउनु भयो, आत्माद्वारा भरिएको जीवन जिउनु पर्छ भनेर सिकाउनु भयो, अनि उपलब्धि भएर पनि र परमेश्वरको जीवन देखाएर पुनरुत्थान र प्रकटीकरण, यी सबै कुराहरू विशेष गरी आपेक्षाहरू निर्माण गरेर, तिनीहरूले समूहमा निर्माण गरेर है, उनीहरूलाई प्रश्न सोधेर, उनीहरूका ध्यानहरूलाई पुनर्केन्द्रित गरेर, संसारको लागि दर्शन दिएर, उनीहरूलाई रणनीति दिएर, अनि विभिन्न तरिकाले यीशुले आफ्नो चेलाहरूलाई पुनर्निर्माण गरेको हामी देख्न सक्छौँ। अब हामी पनि विशेष गरी सेवकाई हुर्किँदै जाँदा हामीले पनि यही रणनीति अपनाउन जरुरी छ। परमेश्वरको सत्यता बताउनै परिहाल्यो होइन, अनि चेलापनमा हुर्काउनु भनेको परमेश्वरको सत्यता बताउनै पर्यो, अनि मानिसहरूको बिचमा कसरी जाने, अनि ती कुरा भन्दै गर्दा आफू पनि त्यसरी नै जिएर देखाउनु भयो प्रभु यीशुले है, कामद्वारा देखाउनु भयो, बोलेर देखाउनु भयो, गरेर देखाउनु भयो, अनि प्रश्नहरू सोधेर बुझ्यो बुझेन के हो कसो हो मानिसहरूको विचारहरूलाई बुझेर चाहिँ उहाँले विभिन्न तरिकाले आफ्नो चेलाहरूलाई तयारी गर्नु, र यही तरिकाले नै तपाईँ र मैले गर्नुपर्छ भन्ने कुरा चाहिँ यहाँ हामी देख्न सक्दछौँ। अनि उहाँको यीशु ख्रिस्टको मेन उद्देश्य, योजना, यी सबै कुरा हेऱ्यो भने प्रेरितको पुस्तक यो पढ्दै गर्दा, प्रेरितको पुस्तकबाट चाहिँ हामीले एउटै कुरा थाहा गर्न सक्छौँ कि मण्डली आज मण्डलीभित्र मात्र होइन, सारा संसारमा, सारा भाषामा, सारा जातिमा पुग्नै पर्छ है। यीशु ख्रिस्टले यो रणनीतिलाई पावलको जीवनमा प्रकाश गर्नुभयो, अनि प्रेरितको पुस्तकमा यसको सिस्टमेटिक रूपमा देखिएको हामी हेर्न सक्छौँ। गएको दिनमा हामीले हेरेका थियौँ कि सबैभन्दा पहिलो यरुसलेममा, त्यस पछाडि यहुदियामा, त्यस पछाडि समारियामा र पृथ्वीको अन्तिम छेउसम्म कसरी सुसमाचार फैलिन सक्छ र फैलिएको थियो भनेर। यहाँनिर यी सबै कुरा फैलिनुमा एउटै कारण के थियो भन्नुपर्दा उहाँ आफै काम गर्नुहुन्थ्यो पावल होइन, यसुले पनि आफै काम गर्नुभयो, जिएर देखाउनु भयो, गरेर देखाउनु भयो, बताएर देखाउनु भयो, सोधेर देखाउनु भयो, सिकाएर देखाउनु भयो होइन, अनि टुल्सहरू अथवा रणनीतिहरू तयारी गरेर पनि सिकाउनु भएको हामी देख्न सक्छौँ। र कसरी जाने भन्दा पर्दा पहिला आफू र आफ्नो छिमेकीबाट अगाडि गएको कुराहरू पनि यहाँ हामी देख्न सक्छौँ, र यी सबै कुरा पवित्र आत्माको अगुवाईमा
गर्नुपर्ने भन्ने कुराहरू पनि यहाँ हामी देख्न सक्दछौँ। यसोले यी सबै कुरा सिकाउनु भए पछाडि पावलले पनि यही कुरालाई पछ्याए। आज तपाईँ र मैले र हरेक मण्डलले पछ्याउनु पर्ने कुरा पनि के हो त, सबैभन्दा पहिला बुझ्नु पर्यो, सिक्नु पर्यो, जान्नु पर्यो, त्यसपछि आफूले गर्नु पर्यो अनि तयारी गर्नु पर्यो। त्यस पछाडि चाहिँ अरूलाई सिकाउँदै सँगसँगै अगाडि लिएर जानुपर्छ भन्ने कुरा हामी देख्छौँ। अब 21 अध्यायमा आइसके पछाडि चाहिँ चेलाहरूलाई परिपक्वतामा हुर्काउनु तथा आत्मिक जीवनको आधारभूत कुरालाई बुझ्नु भन्ने कुरा चाहिँ हामी यहाँ देख्न सक्छौँ। अब त्यो हुर्काउँदै गर्दा परिपक्वतामा चाहिँ अब हामीले हुर्काउनु पर्ने देश हो। ईसाई जीवन भनेको के हो, हामी यो अध्यायमा तपाईँको निम्ति परिभाषित गर्नेछौँ। तपाईँले यी शिक्षाहरूलाई आफ्नो जीवनमा प्रयोग गर्न चाहनुहुनेछ र त्यसले नै तपाईँले चेलापनमा तालिम दिइराख्नु भएकाहरूका निम्ति यिनै सिद्धान्तद्वारा जिउन मद्दत गर्न चाहनुहुनेछ। अब त्यसको 5 भागहरू छ। पहिलो कुरा चाहिँ गलाती 2:20, यो सबैलाई थाहा छ है, हामी सबैलाई सायद यो कन्ठे भएको शब्द हुनुपर्छ। ईसाई जीवन भनेको ख्रिस्टको जीवन हो। यो हाम्रो व्यक्तिगत जीवन भन्दा पनि यो कसैलाई सुम्पिएको र कसैद्वारा निर्मित भएर जिएको जीवन हो। यहाँ यसो लेखिएको छ, म ख्रिस्टसँगै क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। जुन जीवन शरीरमा म अहिले जिउँछु त्यो परमेश्वरका पुत्रमा विश्वास गरेर जिउँछु, जसले मलाई प्रेम गर्नुभयो र मेरो निम्ति आफूलाई अर्पण पनि गर्नुभयो। यो कहिले पनि आफ्नो कोसिसद्वारा हुँदैन तर हाम्रो जीवनद्वारा मुक्तिदातालाई प्रस्तुत गरेर मात्र हुन सक्छ। पहिलो कुरा चाहिँ के रहेछ त, यसको पहिलो बुँदा चाहिँ हामीले हेर्नुपर्ने चाहिँ कसरी हामी बलियो हुन सक्छ, निर्माण हुन सक्छ भन्नु पर्दा हाम्रो इच्छाहरू आकांक्षाहरू सबै कुरा क्रुसका यीशुलाई दिएर र उहाँको इच्छा र आकांक्षा अनि योजनाहरूलाई आफ्नो जीवनमा बोकेर है प्रस्तुत गरेर हिँड्यो भने चाहिँ एउटा क्रिस्चियन जीवन भन्ने कुरा चाहिँ हामीले देख्न सक्छौँ। किन यो हाम्रो भन्दा पनि ख्रिस्टको उद्देश्य पुरा गर्दैछौँ र यो हाम्रो उद्देश्यले पुरा नहुने कुरा हो, यो ख्रिस्टकै आत्माद्वारा र उहाँसँगको जियाले मात्र पुरा हुने कुरा भनेर बाइबलले हामीलाई स्पष्ट गराउँछ। त्यस कारणले गलाती 2:20 भन्छ, अब उपरान्त जिउने चाहिँ म होइन तर ख्रिस्ट चाहिँ म। हामीले बुझ्नुपर्ने कुरा के रहेछ त, अब हाम्रो निर्णय, हाम्रो सोच, विचार सबै कुरालाई एक छेउमा राखेर ख्रिस्टको विचार, ख्रिस्टको सोच अनि ख्रिस्टको तरिका र ख्रिस्टले जस्तै जिउने कुरालाई अपनाउनु पर्ने चाहिँ यहाँबाट देखिन्छ। तपाईँ हामीले अपनाउनु पर्ने जीवन। अब दोस्रोमा छ ईसाई जीवन भनेको विश्वासीहरूका जीवनमा ख्रिस्ट पुनः उत्पादन गर्न हो। अब ईसाई जीवन भनेको चाहिँ के रहेछ त, यीशु ख्रिस्ट कस्तो हुनुहुन्छ भन्ने कुरा चाहिँ तपाईँ अनि मलाई विश्वासीले देखेर मानिसहरूले थाहा पाउनु पर्ने तरिकाले जिउनु पर्ने। अब हाम्रो जीवनलाई चाहिँ हामीले क्रुसमा टाँगिएका छौँ, अर्थात् म ख्रिस्टसँग क्रुसमा टाँगिएको छु, अब उपरान्त जिउने म होइन तर ख्रिस्ट ममा जिउनुहुन्छ। अब कुरा के भयो भन्नुपर्दा उदाहरणको लागि यहाँ तपाईँ जो कोही हुनुहुन्छ, तपाईँलाई मानिसहरूले तपाईँको तरिकाले जुन तरिकाले मानिसले देख्थ्यो, जसरी तपाईँलाई भेट्थ्यो, अब तपाईँलाई भेट्दाखेरि उनीहरूले ख्रिस्टको तरिकाले भेट्न सक्नु पर्यो, ख्रिस्ट तपाईँमा झल्किन पर्यो है। तपाईँको जीवन साँच्चीकै हाम्रो शङ्करजी यहाँ हुनुहुन्छ, उहाँलाई देख्दाखेरि चाहिँ विशेष गरी मानिसहरूले हिजोको शङ्करजी आजको शङ्करजी भन्दा पनि उहाँलाई टेक्रेक्कै हेर्नुहुँदा उहाँलाई भेट्दाखेरि चाहिँ येशूको स्वभाव उहाँमा देख्न सक्नु पर्यो। अनि यो नै के हो त, हामी क्रिस्चियनले चाहिँ आफ्नो जीवनमा पूर्ण ख्रिस्ट उत्पादन गर्ने कुरा, जस्तै येशू कस्तो हुनुहुन्थ्यो भन्ने कुरा एउटा विश्वासीलाई हेरे पछाडि मानिसले थाहा गर्न सक्नु गरी चाहिँ हामी हुर्किन पर्छ भन्ने कुरा चाहिँ यसले हामीलाई बताउने गर्दछ। तेस्रो कुरा, ईसाई जीवन भनेको पवित्र आत्माको सामर्थ्यद्वारा ख्रिस्टलाई विश्वासीमा पुनः उत्पादन गर्ने जीवन हो। क्रुसीकरण हुनुभन्दा अघिल्लो साँझ यसरी चेलाहरूलाई भन्नुभयो, म पितासँग प्रीति गर्नेछु र उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ र उहाँ तिमीहरूका सदा सर्वदा रहनुहुनेछ। यिनी सत्यका आत्मा हुनुहुन्छ जसलाई संसारले ग्रहण गर्दैन, किनभने संसारले त्यसलाई न त देख्छ न चिन्छ। तिमीहरू मलाई चिन्छौ किनभने उहाँ तिमीहरूसँग बास गर्नुहुन्छ र उहाँ तिमीहरूमा रहनुहुनेछ। म तिमीहरूलाई टुरो टोर्ने छैन र म तिमी कहाँ आउनेछु। अब यसको मतलब के हो त, अब येशू ख्रिस्ट अब त्यतिखेरसम्मको समयमा चाहिँ उहाँ शरीरमा येशू नाउँद्वारा चिनिँदै हुनुहुन्थ्यो भने अब परमेश्वरको अर्को रूप अर्थात् परमेश्वरको आत्मा, पवित्र आत्मा चाहिँ उहाँले पठाउनु हुनेछ।
अब यसुले चाहिँ मानिसले देखिने रूपमा थियो, अब पवित्र आत्मा चाहिँ नदेखिने रूपमा छ। अनि संसारले त्यो यसुलाई कसरी चिन्छन् भन्नुपर्दा जसले यसुलाई चिन्छन् उसले पितालाई देखेको छ, जसले पितालाई चिनेको छ, पुत्रलाई चिनेको छ, उसले पवित्र आत्मालाई पनि थाहा गर्न महसुस गर्नेछ भन्ने कुरा चाहिँ हामी यहाँ देख्न सक्छौँ। यसो आफू पिता कहाँ जाँदै गर्नुहुँदा उहाँले भन्नुभयो, म तिमीहरूलाई टुहुरा छोड्ने छैन र तिमीहरू कहाँ आउनेछु। अब यसबाट हामीले के थाहा गर्न सक्छौँ भन्नुपर्दा अबको दिनमा यशु ख्रिस्टले त्यतिखेर सल्लाह दिँदै हुनुहुन्थ्यो। अबको दिनमा यशु ख्रिस्टले आफ्नो आत्मा, पवित्र आत्मा दिनुभएको छ। अब तपाईँ कहीँ जानु पर्यो, केही गर्नु पर्यो, अब पिताको इच्छा अर्थात् पवित्र आत्माको सल्लाहमा हिँड्नुपर्ने हुन्छ। हामी अब प्रभु येशूले किन पवित्र आत्माको शक्ति दिनुभयो त? किनकि त्यो शक्तिले चाहिँ येशूसँग रहनको लागि प्रेरणा दिन्छ, अनि येशूसँग जोडिरहनका लागि सामर्थ्य दिन्छ। अनि त्यो शक्ति खास मानिससँग लडाइँ गर्नका लागि, झगडा गर्नका लागि होइन, त्यो शक्ति खास अन्धकारको शक्तिको विरुद्ध खडा हुन र तपाईँलाई जहिले पनि ख्रिस्टसँग रहन र निष्कलङ्क बनाउनका लागि तपाईँ हामी भित्र बास गर्नुहुन्छ। त्यसैले बाइबलले भन्छ, जब हाम्रो जीवनलाई दैनिक रूपमा परमेश्वरको आत्मा र सामर्थ्यद्वारा भरिएको देख्छौँ, तब हाम्रो जीवनद्वारा परिणामस्वरूप पवित्र आत्माको फल स्वाभाविक रूपमा देख्न पनि सक्छौँ भनेर यहाँ लेखिएको। अब हामीले बुझ्नुपर्ने कुरा के रहेछ भन्नुपर्दा जब हाम्रो जीवनलाई परमेश्वरको आत्मामा जिउन दिन्छौँ, परमेश्वरको आत्माद्वारा चलाउँछौँ, त्यस पछाडि हाम्रो जीवनमा फलहरू चाहिँ फल्न थाल्छौँ भनेर यस वचनले पनि हामीले गलाती 5:22 तपाईँले त्यहाँ विभिन्न किसिमका फलहरू देख्न सक्नुहुन्छ होइन। ती सबै किसिमका फलहरू चाहिँ के हो त? अब हामीमा फल्न थाल्छ। हिजो रिसाउने मान्छे, हिजो घुर्की देखाउने मान्छे, डाहा गर्ने मान्छे, ईर्ष्या गर्ने मान्छे, हिजो एकदमै सोच्न पनि गाह्रो व्यक्तिहरू पनि अब यसुलाई पाएपछि के छ त? ट्याक्र्याक्कै परिवर्तन भएको चाहिँ हामीले देख्न सक्छौँ, भेट्न सक्छौँ। अनि त्यो चाहिँ के हो भन्नुपर्दा उसले ख्रिस्टलाई जीवन सुम्पिदिएको छ। अब उसँग ख्रिस्ट होइन, परमेश्वरको आत्मा छ। अनि के अरे, माफ गर्नुहोस्, उसँग आफ्नो आत्मा होइन, आफू होइन, तर परमेश्वरको विचार र परमेश्वरको आत्माले काम गरिएको छ। अब उसको सम्पूर्ण किसिमका नेगेटिभिटीहरू, अन्धकारको शक्तिहरू, अन्धकारका विचारहरू, शैतानसँग जोडिएका कतिवटा कुराहरू चाहिँ मरेर जानेछ, नाश भएर जानेछ र ख्रिस्टको आत्मा, पवित्र आत्माको फलहरू चाहिँ उत्पादन हुनेछ भनेर चाहिँ हामी देख्न सक्छौँ। यसको लागि तपाईँहरूले गलाती 5:22 र 23 एकचोटि एकजनाले पढिदिनुहोस् न। अब हामी तर निर्माण गर्दै पवित्र जाँदा आत्माको फल चाहिँ प्रेम, आनन्द, शान्ति, धैर्य, दया, भलाइ, विश्वस्ता, नम्रता, स्वयं हुन, यस्ता कुराहरूका विरुद्धमा कुनै व्यवस्था छैन। आमेन। अब याद गर्नुहोस्, हामी व्यवस्था पालना गर्नेहरू छौँ पुरानो करारमा। अब हामी मण्डलीले त पालना गर्दैन, तर यदि हामीसँग परमेश्वरको आत्मा, पवित्र आत्माको फल फलेको छौँ भने हामीले सबै कुरा त्यो फलद्वारा नै जिउने गर्छौँ र हामीलाई अरू कुनै नियमले बाँध्ने छैन भनेर चाहिँ यहाँ लेखिएको छ। यदि तपाईँ साँच्चीकै परमेश्वरको आत्मा, पवित्र आत्माको सल्लाह सुन्नुहुन्छ, अगुवाई खोज्नुहुन्छ र त्यो आत्मा अनुसार जिउनुहुन्छ भनेदेखि तपाईँलाई अब कुनै पनि नियम र कानुनले बाँधिने छैन। तपाईँ स्वतन्त्र रूपमा के भएको छ? तपाईँ परमेश्वरको हुनुभएको छ। त्यस कारणले गर्दा अब हामीले बुझ्नुपर्ने कुरा के छ त? हाम्रो निर्माण हुनुपर्ने कुरा, हामी हुर्किनु पर्ने कुरा, हामी बलियो हुनुपर्ने ठाउँ चाहिँ के रहेछ त? परमेश्वरको आत्मा, पवित्र आत्मामा रहेछ। यदि हामी पवित्र आत्मामा हुर्क्यौँ भने मात्रै, जियौँ भने मात्रै अब हामीले भन्न सक्छौँ कि अब म होइन, ख्रिस्ट ममा जिउनुहुन्छ। अर्थात् तपाईँमा चाहिँ मानिसहरूले ख्रिस्ट येशू देख्न सकिनेछ है। अब 4 नम्बरमा जाउँ। इसाई जीवन भनेको परमेश्वरको वचनद्वारा, पवित्र आत्माको सामर्थ्यद्वारा जीवनमा पुनः ख्रिस्ट पुनः उत्पादन गर्नु हो। अब चाहिँ पवित्र आत्माको सामर्थ्यद्वारा, परमेश्वरको वचनद्वारा चाहिँ तपाईँहरूलाई निर्माण गर्नुपर्छ है। हामी सत्यता अनुसार जीवनको निम्ति बोलाएका छौँ। परमेश्वरको वचन सत्यता हो होइन, किनभने बाइबलले भन्छ मानिस रोटीले मात्र होइन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले बाँच्ने गर्दछ है। यो यसो आफैले भन्नुभएको कुरा हो। र कलसीको पुस्तकमा पनि पावलले यसरी लेखेका छन्, त्यो मलाई मनपर्छ
त्यसकारण तिमीहरूलाई कसैले खाने पिउने अथवा धार्मिक उत्सवको विषयमा औँसी र विश्राम दिन मनाउने कुरामा दोष नदेखाओस्। जब उहाँका अनुयायीहरूका जीवनमा परमेश्वरको वचन गहन प्रकारले रहेको हुन्छ, तब साँचो आत्मिक वृद्धिको थलानी हुन्छ। अब हामीले के कुरा राखिराखेका छौँ भने चाहिँ संसारमा, हाम्रो कल्चरमा, हाम्रो नीति र नियमहरूलाई अझै पनि पछ्याइराखेको छौँ भने हामी वृद्धि भएका छैन। परमेश्वरको वचनले चाहिँ तपाईँहरू हामीलाई विकास गर्नलाई, हुर्किनलाई, बलियो पार्नलाई, सामर्थ्य दिनलाई बोलाउनु भएको छ। त्यसैले पवित्र आत्माको शक्तिमा चल्नु नै परिहाल्यो अनि वचन अनुसार जीवन पनि जिउन थाल्नु। कहिले काहीँ हुन्छ नि, घरबाट बाहिर कोठा सर्नु पर्यो, कुनै ठाउँबाट घर सर्नु पर्यो भने बार हेर्ने होइन, कुन चाहिँ बार ठिक हुन्छ भनेर पनि विश्वासीहरूले गर्ने गर्दछ होइन। अब यस्तो किसिमको नियमहरू अब हाम्रो लागि होइन, तर अब चाहिँ परमेश्वरको वचनले जहिले तपाईँले गर्नुहुन्छ प्रार्थनासहित अगुवाई हुन्छ त्यतिखेर गर्ने कुरालाई नै प्राथमिकता दिने गर्छ। कुनै पनि कुराहरू अब नीति र नियम मानिसले र संसारले बनाएको होइन, तर बाइबलले बताइएको नीति नियमले तपाईँले हामीले अनि पछ्याउनु पर्ने हुन्छ। किनकि संसारको नियमले हामीलाई केही पनि गर्न सक्दैन, तर परमेश्वरको मुखबाट निस्केको हरेक वचनले मात्रै तपाईँ मलाई जीवित पार्न सक्छ। त्यसो भने परमेश्वरको वचनले के भन्छ त्यो कुरालाई चाहिँ हामीले प्राथमिकता दिनुपर्ने हुन्छ। धेरैले के भन्छन्, यो मासु खानुहुन्छ, यो मासु खानु हुँदैन, यस्तो खानुहुन्छ, त्यस्तो खानु हुँदैन है, यो लाउनु हुन्छ, यो लाउनु हुँदैन, यो दिन राम्रो, यो दिन नराम्रो भनेर भनिराखेको हुन्छ। तर विश्वासीले के भन्नु पर्यो, हामी परमेश्वरसँग छौँ भनेदेखि चाहिँ हामीलाई यी दिन खाने पिउने लाउने कुराले समस्या पार्दैन। यो त नराम्रो र नराम्रो कुरा भन्दा पनि यो त हाम्रो समाजसँग, हाम्रो नैतिकतासँग जोडिएको कुरा मात्रै हो। तर वास्तवमा यसुसँग जोडिएको कुरा चाहिँ के छ त, जति धेरै तपाईँ वचन अनुसार जिउनुहुन्छ त्यो जतिको राम्रो केही पनि छैन। परमेश्वरको अगुवाईलाई खोज्नुहुन्छ त्यो जतिको राम्रो कहिले पनि छैन। पवित्र आत्माको अगुवाई नै किन चाहिन्छ भन्नु पर्दाखेरि चाहिँ प्रभु येशूले परमेश्वर पिताले दिनुभएको कामभन्दा दया र माया गर्नु भएन। जति आत्माले अगुवाई गर्नुभयो त्यति मात्रै गर्नुभयो। पावलले पनि जति आत्माले अगुवाई गर्नुभयो, कतिपय ठाउँहरूमा मानिसहरूले रोकेको थियो पावलले जानदेखि, तर परमेश्वरको आत्माले त्यहाँ देखाउनु भएको कारणले पावल गएको देख्छौँ। कतिपय ठाउँमा पावलको इच्छा थियो जानको लागि, परमेश्वरको आत्माले रोकेको देख्नुभयो अनि पावल जान रोकिएको छ। त्यसैले धेरै पटक हाम्रो विचारहरू, हाम्रो सोचहरूलाई होइन, परमेश्वरको आत्माको अगुवाईलाई खोजेर अगाडि बढ्नुपर्ने हुन्छ र परमेश्वरको वचनको सत्यतालाई चाहिँ हामीले जीवित जीवनमा राख्नुपर्ने हुन्छ है। धेरै पटक हामी परमेश्वरको वचनलाई चाहिँ साइडमा राखेर के गर्छौँ, हामी नीति नियमहरू पछ्याउन थाल्छौँ। हो यो दिन राम्रो अथवा यो ठाउँ राम्रो, यो यस्तो ठाउँ हो, यहाँ जानुहुन्छ, यहाँ जानु हुँदैन, यो खानुहुन्छ, यो खानु हुँदैन, यो यस्तो हो त्यस्तो भन्ने हामी वाद विवाद र विचार गर्छौँ। तर वास्तवमा खाने पिउने र यस्ता कुराहरू चाहिँ परमेश्वरको राज्य अर्थात् मुक्तिसँग सम्बन्धित कुराहरू होइन। यो चाहिँ तपाईँ एउटा विश्वासी भएको नाताले तपाईँलाई मानिसहरूले हेर्दा कस्तो देखिन सक्छ भन्ने कुराहरूमा जोडिन जान्छ है। तपाईँले के खायो के लायो भन्ने कुराको मूल्याङ्कन मुक्तिसँग हुँदैन, तर एउटा विश्वासीले के गर्दैछ भन्ने कुरा तपाईँको छिमेकीसँग भने पक्का पनि मूल्याङ्कन हुन्छ। त्यसैले हामी भन्छौँ नि, विश्वासीले यो खान्छ हामीले नदेखाए हो र विश्वासीले यस्तो गर्छ नदेखाए हो र भन्छन् नि होइन। अनि उहाँहरूले भन्नुहुन्छ नि, हामीलाई थाहा छैन र तिमीहरू धेरै जान्ने भएको पनि भन्छ नि मानिसहरूले। तर किन भन्नुपर्दा हाम्रो नैतिक जीवन चाहिँ समाजमा राम्रो छैन, नभएको कारणले यस्तो समस्याहरू आउनु स्वाभाविक नै देखिन्छ। त्यस कारणले वचनले भनेको अनुसार चाहिँ हामी निर्माण गर्नु पर्यो है, आत्माको शक्तिमा अगाडि बढ्नु पर्यो र आफैलाई परमेश्वरको वचन र पवित्र आत्माको सामर्थ्यमा पुनरुत्पादन गर्नुपर्ने हामी देख्न सक्छौँ। 5औं नम्बरमा छ, ईसाई जीवन भनेको वचन अनुसार पवित्र आत्माको सामर्थ्यमा विश्वास र आज्ञाकारितामा जिएको जीवन, विश्वासीमा पुनः उत्पादन गर्ने जीवन हो। यीशुले चेलाहरूलाई भन्नुभयो, जोसँग मेरो आज्ञाहरू छन् र ती पालना गर्छ उसले नै मलाई प्रेम गर्छ, अनि मलाई प्रेम गर्नेलाई पिताले प्रेम गर्नुहुन्छ अनि म पनि उसलाई प्रेम गर्नेछु र आफैले त्यसका प्रकट गरिदिनेछु। आउनुहोस्, म तपाईँको निम्ति प्रभु यीशु ख्रीष्टप्रति आज्ञाकारी हुनुपर्ने 4 निश्चित क्षेत्रहरू स्पष्ट पार्दछु। अब यहाँ के रहेछ, यीशुले के भन्नुभयो, जसले यीशुलाई प्रेम गर्छ उसलाई चाहिँ यीशुले प्रेम गर्नुहुन्छ अनि पिताले पनि प्रेम गर्नुहुन्छ। जसले पितालाई प्रेम गर्नुहुन्छ
उहाँलाई यीशुले पनि प्रेम गर्नुहुन्छ र यीशुले आफैलाई पनि प्रकट गरिदिनुहुन्छ भन्ने मतलब के हो त? यदि तपाईँ अनि मैले उहाँलाई प्रेम गर्छौँ, उहाँ भन्नुभएको अनुसार जिउँछौँ भनेदेखि हाम्रो जीवनमा यसो आफै प्रकट भएर काम गर्छु भन्नुभएको छ। त्यसको लागि आज्ञाकारी एकदमै महत्त्वपूर्ण छ। वचन पढ्नु अध्ययन गर्नु मात्रै होइन, वचन अनुसार जिउनु एउटा विश्वासी जीवनको लागि हामी सबैको लागि महत्त्वपूर्ण कुरा हो। यदि हामी जिउँछौँ भने मात्रै हामीले यसुलाई महसुस गर्न सक्छौँ, अनुभव गर्न सक्छौँ र आफ्नो जीवनमा मानिसहरूको अघि प्रस्तुत पनि गर्न सक्छौँ। जसरी यसुले मृतकहरूलाई बिउताउनु भयो, उहाँले कुष्ठरोगीलाई निको पार्नुभयो, लङ्गडहरूलाई हिँड्न सक्ने बनाउनु भयो। जतिखेर तपाईँको जीवन यसुले आफ्नो शक्ति र सामर्थ्य प्रकट गर्नुहुन्छ, तपाईँको जीवनबाट पनि यी यस्ता कामहरू प्रकट हुनेछन् र यसुले यो कुरा बताउन चाहनु पनि हुन्छ। र यसुले अरू काम के गर्नुहुन्थ्यो? उहाँले प्रार्थना गर्नुहुन्थ्यो, आराधना गर्नुहुन्थ्यो, सत्य कुरा बताउनुहुन्थ्यो, होइन? यी 4 कुराहरू हामी हेर्नेछौँ। के गर्नुहुन्थ्यो उहाँले? यसु तपाईँको जीवनमा प्रकट हुनु अर्थात् यसु तपाईँको जीवन निर्माण हुनु भनेको चाहिँ तपाईँ दैनिक रूपमा प्रार्थना र आराधनामा लागिराख्नु है। हामीले दैनिक प्रार्थना गर्नुपर्छ। उहाँका विश्वासीहरूका प्रार्थनाद्वारा यीशुको देह निर्माण हुने गर्दछ। अब हामी यीशुसँग निर्माण भयो त भन्छ, हामी प्रार्थना र आराधनाको जीवन छैन भनेदेखि त यीशु जस्तो हुन सकेन। अर्को, सत्य बताउने, एकअर्कालाई सत्यता बताउनको निम्ति हामी बोलाएका छौँ। एफिसी 4:25। यसको अर्थ हामीले कुनै पनि क्षेत्रमा झुट बोल्न हुँदैन भनिएको हो। हामीले बढाइ चढाइ गरेको आँकडा दिनु हुँदैन। असल विचार छ भन्दैमा जानी जानी कसैलाई गलत मार्गतिर डोराउनु हुँदैन। हर समय सत्य बोलेर यीशुलाई सम्मान गरेर परमेश्वरले हामीबाट चाहनुहुन्छ। अब हामीले के छ त, यो राम्रो छ भन्दैमा यस्तो उस्तो गरेर आइडिया दिइराख्नु भन्दा जे जति तपाईँ हामीलाई बाइबलले अनुमति दिएको छ त्यति भन्नु चाहिँ ठिक हो। प्रभुले चाहिँ त्यही चाहनुहुन्छ, सत्य कुरा बताएको चाहनुहुन्छ। अनि यीशुले पनि उहाँ लजिकल्ली त धेरै कुराहरू थियो होला, तर यीशुले जति बोल्नुभयो त्यो वचनसँग आधारित कुराहरू मात्रै बोल्नुभयो, जो स्वर्गसँग सम्बन्धित मात्रै थियो है। त्यस कारणले अब हाम्रो दोस्रो कुरा चाहिँ के रहेछ त, ख्रिस्ट प्रकट गरिनु भनेको चाहिँ के रहेछ? एउटा पहिलो आराधना र प्रार्थना, दोस्रो सत्य बताउने, तेस्रो कुरा चाहिँ यौन र शुद्धता है। यौन शुद्धताको निम्ति झन्डै सबै मानिसहरूले सङ्घर्ष गर्दछन्। यौनजन्य क्रिया विवाहको लागि मात्र भनेर सुरक्षित राखिनु पर्छ, बाइबलले पनि त्यो कुरा भन्छ। विपरीत लिङ्गप्रति हामी सधैँ नै सजग रहँदै उचित तथा शुद्ध सम्पर्क स्थापित गर्नुपर्छ। कुनै स्त्रीलाई कामुकतापूर्वक हेरिन्छ भने त्यस स्त्रीसँग अघिबाट व्यभिचार गरिसकेको हुन्छ भनेर यीशुले भन्नुभयो। तसर्थ शुद्ध विचार राख्नुहोस्। अब तपाईँ हामीले के भने, एउटा पुरुषले स्त्रीप्रति र एउटा स्त्रीले एउटा पुरुषप्रति राख्नुपर्ने विचार र धारणाहरू, सोच र मगजहरूमा जहिले सेट गर्नुपर्ने कुरा के हो त, उहाँ परमेश्वरको सुन्दर सृष्टि हुनुहुन्छ भनेर आदर र सम्मान जहिले गर्नुपर्छ। तर त्यो व्यक्तिप्रति हामीले कामुकताको रूपले हेर्न मिल्दैन। अनि मानिस स्वभावैले के हो त, विपरीत लिङ्गप्रति चाहिँ हामी के हुन्छौँ, आकर्षित हुन्छौँ। तर परमेश्वरको वचनले हामीलाई के भनेको छ त, के कस्तो किसिमको आज्ञा दिएको छ त, हामी एकअर्कालाई चाहिँ उत्साह दिनको निम्ति हो, एकअर्कालाई प्रभुमा डोराउनको निम्ति हो। त्यस कारणले गर्दा हामी जुन कुराहरू, जुन यौनको कुराहरू छ, यसको लागि पनि परमेश्वरले ठाउँ र स्थान दिनुभएको छ। अर्थात् यसको लागि कसरी शुद्ध र पवित्र बनाउन सकिन्छ भन्ने कुरा चाहिँ विवाहसँग उहाँले जोडिदिनु भएको। त्यस कारणले गर्दा विवाह अगावैको कुरामा, विवाह पश्चात पनि जससँग तपाईँको करार बाँधिएको छ, त्योभन्दा व्यक्तिभन्दा बाहिरको कुराहरूलाई उहाँ परमेश्वरको सृष्टि र उहाँको उद्देश्य अनि योजना ती व्यक्तिमा छ भन्ने हिसाबले विपरीत लिङ्गप्रति आकर्षित हुन चाहिँ हामी गलत भनेर बाइबलले मान्दछ। यसले चाहिँ हाम्रो विचारलाई र मानसिकतालाई अशुद्ध बनाउँछ। त्यस कारणले बाइबलले चाहिँ हामीलाई यी कुराहरूबाट शुद्धतामा रहन प्रयास गर्न चाहिँ हामीलाई उत्साह दिएको छ। नत्र त बाइबलले के भन्छ, उसँग बसेर उसँग छोएर होइन, स्पर्श गरेर होइन, तर मनमा सोचेकै कारणले पनि त्यो व्यक्ति व्यभिचारी र व्यभिचार गरेको भनेर बताउने गर्दछ। अनि यो कुरा पनि हामीले बुझ्न जरुरी छ। अर्को छ हाम्रो दैनिक आवश्यकताहरूका निम्ति परमेश्वरमा भरोसा राख्नु। अब वचनमा यसो लेखिएको छ, खानालाई भोजन र छर्नलाई बिउ चाहिँ परमप्रभुले नै दिनुहुन्छ।
मत्ती 6:25-34 सबै विश्वासीहरूको निम्ति महत्त्वपूर्ण वचन दिएको छ। हाम्रो जीवन, हाम्रो दैनिक आवश्यकताहरूका निम्ति चिन्तित हुने होइन, तर परमेश्वरमा भर पर्नुपर्छ। परमेश्वरले हामीलाई दिनुभएको कुरामा भन्दा अधिक कुराको चाहना गर्नु हुँदैन। आर्थिक सुरक्षाको निम्ति पूर्ण रूपले परमेश्वरमा भरोसा गर्ने व्यक्ति बनिनको निम्ति यसुसँग अनुरोध गर्दै निम्नलिखित खण्डलाई पढ्नुहोस् है। अब हामीले बुझ्नुपर्ने कुरा के रहेछ भन्नु पर्दाखेरि हाम्रो दैनिक आवश्यकको लागि चाहिँ प्रभुले जुटाउनुहुन्छ, तर मेहनत पनि गर्नुपर्छ। दोस्रो कुरा चाहिँ आवश्यकता मात्र परमेश्वरले जुटाइदिने हो, तपाईँको चाहना पुरा चाहिँ हुन नसक्छ। तपाईँलाई भरे बेलुकाको या तपाईँको लागि घाँस कपासको व्यवस्था परमेश्वरले गर्न सक्नुहुन्छ तपाईँको मेहनत अनुसार, तर तपाईँको क्षमता, तपाईँको योग्यता भन्दा बेसी तपाईँले धेरै कल्पना गर्नुभएको छ भने त्यो तपाईँको विचारसँग सम्बन्धित कुरा हो, त्यो परमेश्वरले पुरा गर्नुहुन्छ भन्ने ग्यारेन्टी छैन। परमेश्वरले कुनै पनि सृष्टिलाई मर्नबाट बचाउनुहुन्छ, उहाँले आवश्यकताहरू पुरा गर्नुहुन्छ, तर तपाईँको आफ्नै इच्छा पुरा गर्नुहुन्छ भन्ने कुरा चाहिँ होइन। धेरै पटक हामीले त्यो कुराहरू पनि फलानाको यस्तो छ त्यस्तो छ, म विश्वास गर्नेको किन यस्तो भन्ने कुराको गनगन विभिन्न कुराहरू सोचिराखेको देख्न सक्छु। र वास्तवमा तपाईँलाई भोकै चाहिँ राख्नुहुन्न है परमेश्वरले। सायद तपाईँले प्रशस्त गरी फाल्ने गरी परमेश्वरले दिनुहुन्न, तर भोकै चाहिँ परमेश्वरले राख्नुहुन्न। अनि बाइबलले भन्छ सन्तुष्टि सहितको भक्ति नै सबैभन्दा ठुलो लाभ। अब हामी कस्तो जीवन जिउँदैछौँ त? देखाउनका लागि या आवश्यकता पुरा गर्नका लागि? तपाईँको आवश्यकता नै हो कि मानिसहरूलाई देखाउनका लागि, सो अफ गर्नका लागि? अनि परमेश्वरले यो दुवै कुरालाई छानबिन गर्नुहुन्छ। जसरी एउटा असल पिताले आफ्नो छोरीलाई, आफ्नो सानो नानीहरूलाई के गर्नुहुन्छ? उसको आवश्यकता पुरा गर्नुहुन्छ, होइन र? तपाईँ हामी कति अभिभावक छौँ, उसको आवश्यकता पुरा गर्नुहुन्छ, तर आवश्यकभन्दा व्रत चाहिँ हामी प्राय गर्दैनौँ। असल पिता र असल आमाले त्यो कुराहरू, अभिभावकहरूले उसको आवश्यकता भन्दा बेसी गर्न सक्दैन। जबसम्म ऊ त्यस कुराको योग्य र भागीदार हुन्छ, त्यो दिन त्यो व्यक्तिले पाउन सक्छ। एउटा स्कुल पढ्दै गरेको बालकलाई उसलाई बाइक चढ्नु पर्यो अथवा बाइक चलाउनु पर्यो भन्दैमा त्यो बुवा आमाले बाइक किनेर दिन असम्भव हुन सक्छ। तर जुन दिन ऊ त्यो योग्यको हुन्छ, उसको लाइसेन्स बन्छ, उसको उमेर परिपक्वता छ र उसले त्यो कुरालाई ह्यान्डल गर्न सक्छ, त्यस पछाडि सायद ती अभिभावकले त्यो कुरा दिन सक्छ। त्यो चाहिँ के हो त? अब आवश्यकता पुर्न सक्छ। त्यो घरमा बस्नका लागि, सुत्नका लागि होइन, कुनै एउटा जब जानका लागि, स्कुल र कलेजसम्म पुग्नको लागि सहजको निम्ति त्यो पाउन सक्छ त्यो व्यक्तिले। भन्नुको मतलब उसको आवश्यकता छ कि कसैलाई देखाउनको लागि गर्दैछ। हामी अभिभावकले त, एउटा संसारमा भएको व्यक्तिले त यो कुरालाई सोच्ने गर्दछ भने परमेश्वरले हामीलाई त्योभन्दा बेसी सोच्नुहुन्छ। तपाईँको आवश्यकता र तपाईँको योग्यता अनुसार परमेश्वरले तपाईँलाई दिनुहुन्छ, त्यो प्रशस्तै हो। तर मानिसहरूलाई देखाउनको लागि, मानिसहरूको अगाडि देखावा गर्नका लागि हो भनेदेखि चाहिँ म भन्न सक्दिनँ परमेश्वरले तपाईँ मलाई दिनुहुन्छ भनेर है। त्यस कारणले परमेश्वरमा हामीले भर परेका छौँ भने हामीले ख्याल गर्नुपर्ने कुरा चाहिँ के हो भन्नु पर्दाखेरि बाइबलले भन्छ आफ्नो प्राणको निम्ति तिमीहरू के खाउला वा के पिउला अथवा आफ्नो शरीरको निम्ति के लगाउला भनी फिक्री नगर कि भोजनभन्दा प्राण बढी महत्त्वपूर्ण अनि वस्त्रभन्दा शरीर बढी महत्त्वपूर्ण होइन र? आकाशका चराचुरुङ्गीहरूलाई हेर, तिनीहरू न त चढ्दछन् न त कटानी गर्दछन् र भकारीमा बढुदछन्, तरै पनि तिनीहरूलाई परमेश्वरका स्वर्गीय पिताले खुवाउनुहुन्छ। कि तिनीहरूभन्दा बढी मूल्यको छैनौ र? तिमीहरूमध्ये कसले फिक्री गरेर आफ्नो आयुमा एक घटी थप्न सक्छ? अनि वस्त्रहरूको विषयमा किन फिक्री गर्दछ? मैदानका लिली फुलहरूलाई हेर, तिनीहरू कसरी बढ्दछन्, तिनीहरूले परिश्रम गर्दैनन् अनि धागो पनि काट्दैनन्। पनि म तिमीहरूलाई भन्दछु, राजा सोलोमनले पनि आफ्ना सारा वैभवमा यिनीहरूमध्ये एउटाले चाहिँ पहिरिएका थिएनन्। यदि आज यहाँ देखिने अनि भोलि आगोमा फ्याँकिने मैदानका घाँसलाई परमेश्वरले यसरी वस्त्र पहिराउनुहुन्छ भने ए अल्प विश्वासी हो, उहाँले के तिमीहरूलाई अझ बढी पहिराउनु हुने छैन? एकदम साधारण छ है। यो मेरोमा अलिकति शब्दहरू ट्याक्कै भने जस्तो आएन। तपाईँहरू मध्ये कसैले पढिदिनुहोस् न 6:25-34। मत्ती 6:25-34। म पढिदिनेछु। यसै कारण म तिमीहरूलाई भन्दछु, के खाउला, के
के पिउला भने आफ्नो प्राणको निम्ति र के लगाउला भने आफ्नो शरीरको निम्ति फिक्री नगर। के जीवन खानेकुरा भन्दा र शरीर लुगाफाटा भन्दा उत्तम होइन? आकाशका चराचुरुङ्गीलाई हेर, तिनीहरूले न त बिउ छर्छन् न त खटनी गर्छन् न भकारीमा बटुल्छन्, तर तिनीहरूका स्वर्गका पिताले तिनीहरूलाई खुवाउनुहुन्छ। के तिमीहरू तिनीहरूभन्दा बढी मूल्यवान छैनौ र? कति सम्म छ? 34सम्म। हुन्छ। 27मा, तिमीहरूमध्ये कुन चाहिँले फिक्री गरेर आफ्नो आयुमा एक घडी पनि थप्न सक्छ? अनि लुगाफाटाका निम्ति तिमीहरू किन फिक्री गर्दछौ? मैदानका लिली फुलहरूलाई हेर, ती कसरी बढ्छन्? तिनले न परिश्रम गर्दछन् न धागो काट्छन्, तर म तिमीहरूलाई भन्दछु, सोलोमन राजा पनि आफ्ना सारा वैभवमा तिनीहरूमध्ये एउटा जति आभूषित थिएनन्। आज हुने र भोलि आगोमा फालिने घाँसलाई परमेश्वरले यसरी पहिराउनुहुन्छ भने, ए अल्पविश्वासी हो, के तिमीहरूलाई झन बढी उहाँले पहिराउनु हुने छैन र? यसै कारण के खाउँला कि के पिउँला कि के पहिरौँला भनेर फिक्री नगर, किनकि अन्य जातिहरूले यी सब थोक खोज्दछन् र तिमीहरूका स्वर्गमा हुनुहुने पिताले तिमीहरूलाई यी सबै थोकको खाँचो छ भनी जान्नुहुन्छ। तर पहिले उहाँको राज्य र उहाँका धार्मिकताको खोजी गर र यी सबै थोक तिमीहरूका निम्ति थपिनेछन्। यसै कारण भोलिको निम्ति फिक्री नगर, किनकि भोलिको दिनले आफ्नो फिक्री आफै गर्नेछ। आजको दुःख आजको निम्ति पर्याप्त छ। आमेन। कस्तो राम्रो कुरा छ है। आजको दुःख चाहिँ आजकै निम्ति पर्याप्त छ, भोलिको निम्ति चाहिँ परमेश्वरले चिन्ता गर्नुहुँदो रहेछ नि त। त्यसो हो भने पहिला खोजी गर्नुपर्ने परमेश्वरको राज्य र धार्मिकता। अनि परमेश्वरको राज्य र धार्मिकता भनेको उहाँ कस्तो हुनुहुन्छ जिउने प्रयास गर्ने। अनि उहाँको राज्य भन्नाले चाहिँ के हो त? सारा संसारमा मानिसहरूले परमेश्वरले चिन्नु हो, अनि त्यो कुरामा आफूलाई सहभागिता गराउनु। यी दुईटा कुराहरू तपाईँ हामी गर्दैछौँ। एउटा जिउने काम, एउटा जिएर सिकाउने अर्थात् बताउने काम, सुसमाचारको काम गर्दैछौँ भने तपाईँ र मलाई आवश्यक हरेक कुराहरू परमप्रभुले नै खुवाउनुहुन्छ। तर हामी घरमा सुतेर प्रभुले खुवाउनुहुन्छ भन्नुभयो भने, मेहनत नगरिकन खुवाउनुहुन्छ भन्नुभयो भने छैन। यहाँ कस्तो कुरा छ? पहिला धार्मिकताको, उहाँको राज्य र धार्मिकताको खोजी गर भनेको छ नि, होइन? जसले धार्मिकता र उहाँको राज्यको खोजी गर्दैन अर्थात् त्यसको निम्ति दौडिँदैन, उसले फेरि नपाउन नै सक्छ। फेरि विश्वासी भनेर हुँदैन। ए म विश्वासी हुँ, प्रभुले भन्नुभएको छ दिनुहुन्छ जुटाउनुहुन्छ भनेर बसेर भएन। सबैभन्दा पहिले चाहिँ उहाँको राज्य र धार्मिकताको खोजी गर्नु पर्यो। जसले खोजी गर्दैन त्यसलाई थपिदिन्छु भन्नुभएको छैन। फेरि गाह्रो चाहिँ त्यहाँ छ। जसले खोजी गर्छ त्यसको निम्ति चाहिँ थपिनेछ। अब बुझ्नुपर्ने कुरा के हो? तपाईँ हामी सेवाकाईमा हुर्किँदै गर्दाखेरि अब तपाईँ हाम्रो लागि कुनै पनि ब्याङ्कले, कुनै पनि आइएमएले, कुनै पनि रेमिटेन्सले पैसा दिँदैन, आर्थिक रूपमा सहयोग गर्न सक्दैन। यो त आफैले गर्ने। यसको मतलब सबैले मेहनत गर्नु पर्यो पहिलो। र मेहनत पनि दुई किसिमले गर्नु पर्यो। एउटा पेटको निम्ति गर्नु पर्यो, एउटा आत्माको निम्ति गर्नु पर्यो। आत्माको निम्ति गर्नेलाई चाहिँ पेटको निम्ति परमेश्वरले जुटाउनुहुन्छ भन्ने कुरा चाहिँ यहाँ देखाइएको छ। यस कारणले गर्दा अब हामी कसरी अभावमा छौँ, समस्यामा छौँ भन्नुपर्दा हामीले प्रार्थना गर्छौँ। हरेक दिन जस्तो मण्डलीमा जहिले प्रार्थना गरिराखेको हुन्छौँ। के भनेर? मेरो यस्तो छ त्यस्तो छ भनेर आफ्नो कमजोरीहरूलाई प्रार्थना गर्छौँ। तर उहाँको राज्य र धार्मिकताको खोजी गर्यो भने आफै आउने कुरा चाहिँ कहिले पछ्याउँदैन। सेवा त गर्न मन छ नि, तर यस्तो छ है। सेवा त गर्न मन छ नि, तर उस्तो छ, घरमा यो छ त्यो छ, अभाव छ भनेर हामी धेरै गर्छौँ। त्यही तर यस्तो छलाई म काम पनि गर्छु तर प्रभुको नि महिमा गर्छु, म पढ्छु तर पनि प्रभुको महिमा गर्छु। त्यो तरलाई राम्रोसँग सदुपयोग गऱ्यो भनेदेखि चाहिँ सबैभन्दा बेटर हुन्छ है। म आमा बुवालाई हेर्छु अनि त्यसपछि सेवा गर्छु, होइन आमा बुवालाई हेर्दै सेवा गर्छु भन्ने किसिमको तर भन्ने शब्दलाई राम्रोसँग प्रयोग गर्नुभयो भने चाहिँ तपाईँको आवश्यकता परमेश्वरले जुटाइदिनुहुन्छ। तपाईँलाई चाहिएको सबै कुरा थपिदिनुहुन्छ। त्यो यति थपिदिनुहुन्छ कि तपाईँले कमाएको कुरा कतिखेर झर्छ थाहा छैन, परमेश्वर दिनुभएको कुरा जतिखेर नै माथि चढ्ने हो। त्यो चाहिँ एउटा खोलाको के अरे पानीको मुहान जस्तै हो, जसले तपाईँलाई पनि पर्याप्त र तपाईँभन्दा पछाडि आउने सबैलाई पर्याप्त पुऱ्याउँछ। पानीको मुहान कहिले रुक्दैन।
त्यसले हजारौं लाखौं करोडौंको के गर्छ, तिर्खाहरू मेटाउन सक्छ। अनि प्रभु चाहनुहुन्छ तपाईँ एउटा स्रोत बनेको, मुहान बनेको कारणले यो कुरामा ख्याल गर्नुपर्ने देखिन्छ। अब यहाँ हामीले हेर्दै जाँदाखेरि अब 22मा जाउँ, चेलापनको आधारभूत कुराहरू प्रयोग गरेर है। अब चेलापनको केही कुराहरू चाहिँ प्रयोग गरेर पनि हामी अगाडि छौँ। यो अध्यायमा हामी तपाईँलाई चेलापनको आधारभूत सिद्धान्तहरू सिकाउँछौँ। नयाँ विश्वासीले सिक्नुपर्ने केही आधारभूत सिद्धान्तहरू के हुन्। करिब 50 वर्षभन्दा पनि धेरै समय नेभिगेट्सहरू अथवा विश्वव्यापी चेलापन सेवकाईले प्रयोग गरेका विभिन्न उदाहरणहरूलाई म यहाँ प्रयोग गर्न चाहन्छु। यहाँ विशेष गरी यस्तो किसिमको एउटा चिन्ह छ। अब यहाँनिर तपाईँ हामीले देख्न सक्नु, तपाईँले देखिराख्नु भयो होला, सबैभन्दा माथि तपाईँले हेर्नुभयो भने यहाँ के देखिन्छ, जीवन र व्यवहारमा, अनि तल आज्ञाकारी इसाई, अनि यसमा चाहिँ के छ त, साक्षी ख्रिस्ट हुनुहुन्छ, ख्रिस्टसँगको सङ्गति छ, प्रार्थना छ, अनि वचन छ। अब हाम्रो मानसिक रूपमा, सामाजिक रूपमा, व्यक्तिगत रूपमा, पारिवारिक रूपमा साँच्चीकै त्यो एकदमै येशूमा वृद्धि गर्ने, के आत्मिक वृद्धि गर्ने तरिका चाहिँ के छ भन्नु पर्दा, तपाईँ हाम्रो व्यक्तिगत जीवन चाहिँ र व्यवहारमा चाहिँ के देखिनु पर्यो त, ख्रिस्टले गर्ने कार्यहरू देखाउनु पर्यो। यहाँ के छ, प्रार्थना छ, सङ्गति छ, साक्षी छ, वचन छ। अब हाम्रो जिउँदै गर्दा आज्ञाकारी जीवन हुन एकदमै जरुरी छ। पङ्खाको चित्र इसाई भएर वृद्धि हुनु पहिलो चित्र पङ्खाको चित्र रहेको छ। यो सरल तर प्रभावकारी उदाहरणले ख्रिस्टको चेला बन्न बोलावट भनेको के हो भनेर इसाईहरूलाई बुझ्न मद्दत गर्दछ। यो चित्रको प्रत्येक भागले इसाई जीवनको महत्त्वपूर्ण तत्त्वलाई प्रतिनिधित्व गर्ने गर्दछ। तपाईँको आफ्नै जीवनको महत्त्वपूर्ण आत्मिक अनुशासनको बारेमा बुझाइ प्राप्त गर्ने यो उदाहरणलाई प्रयोग गर्नुहोस्। कुन क्षेत्रहरूले तपाईँलाई उत्साह दिएको छ है, विशेष गरी तपाईँ वचनमा या प्रभुको साक्षी हुने कुराहरूमा, सङ्गतिमा, प्रार्थनामा कुन कुराले तपाईँलाई आज्ञाकारी हुनलाई, व्यवहारमा जिउनलाई गरिराखेको छ, त्यो हामीले विचार गर्नुपर्ने छ। तपाईँले चेलापनमा हुर्काइराख्नु भएकासँग कागजको वा सानो रुमालमा पङ्खाको चित्र बनाउन सक्नुहुन्छ। कसरी ख्रिस्टको आज्ञाकारी अनुयायी हुन सकिन्छ भनेर स्पष्टसँग सोच्ने चुनौती उनीहरूलाई दिनु। तपाईँले कुनै पनि व्यक्तिलाई तपाईँले सिकाउँदै हुनुहुन्छ, तपाईँ आफै जिउँदै हुनुहुन्छ भने पहिला आफैले त्यहाँ निर्धारण गर्नु पर्यो तपाईँको जीवन कस्तो छ। ठ्याक्कै तपाईँ यहाँ तपाईँहरू जतिजना हुन्छ ट्याक्कै हेर्नुहोस् त तपाईँको जीवन कस्तो छ, एकचोटि हेर्नुहोस्। तपाईँको व्यवहारमा ख्रिस्ट झल्किन्छ कि झल्किँदैन, दैनिक प्रार्थना छ कि छैन, सङ्गतिलाई कतिको प्राथमिकता दिनुभएको छ, तपाईँ ख्रिस्टको साक्षी भएर कसरी जिउनु भएको छ होइन, वचन अध्ययन र वचन सिकाइ के छ तपाईँको, तपाईँ कतिको आज्ञाकारी हुनुहुन्छ, वचन पालन गर्नुहुन्छ। तपाईँले गर्दै गर्दा अरूलाई पनि यही कुरा तपाईँले बताउन सक्नुहुन्छ। एउटा विश्वासीमा के चाहिन्छ भन्ने बित्तिकै तपाईँलाई टक्कै देखाउनुहोस्, यो बनाएर चित्र बनाएर हुन्छ कि कसरी हुन्छ कि तपाईँले जसरी सहज हुन्छ तपाईँले देखाइदिनुहोस्। एउटा विश्वासीमा प्रभुको चेला हुनमा यो कुराको आवश्यकता पर्छ भनेर देखाइदिनुहोस् त। यसले चाहिँ उसलाई, त्यो व्यक्तिलाई के गर्न सक्छ, इसाई भएर जिउनको लागि अर्थात् आत्मिक रूपमा वृद्धि हुनलाई सहायता पुरा। तपाईँले त्यहाँ बिचमा के देख्नुभयो, यहाँनिर ख्रिस्ट देख्नुभयो। वास्तवमा सबै कुराको केन्द्रबिन्दु चाहिँ के हुनुपर्ने रहेछ, ख्रिस्ट हुनुपर्छ भन्ने कुरा चाहिँ हामीले देख्न सक्छौँ। दोस्रो कोरिन्थी 5:17 पढिदिनुहोस् न। त यहाँ पनि छ, तपाईँले पढ्नुभयो भने चाहिँ यहाँ पनि एकजनाले पढिदिनुहोस् त। दोस्रो कोरिन्थी 5:17। दोस्रो कोरिन्थी 5:17। यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बितिगएको छ, हेर नयाँ आएको छ। आमेन। कस्तो राम्रो कुरा छ। अब हाम्रो केन्द्रबिन्दु चाहिँ के रहेछ भएको छौँ भने हामी ख्रिस्टमा हुनु पर्यो। भन्नु मतलब हामीले त्यो चित्रमा देखेको बिच भागमा जुन केन्द्रमा के देखिन्छ, येशू ख्रिस्ट। यदि तपाईँ ख्रिस्टमा हुनुहुन्छ, म ख्रिस्टमा छु भने अब हाम्रो जीवनको पुरानो कुरा बितेको हुनु पर्यो, हाम्रो व्यवहार आचरण सबै कुरा बितेको हुनु पर्यो। अब नयाँ हुनु पर्यो, त्यो चाहिँ के हो, ख्रिस्टमा हुनु पर्यो भन्ने कुरा चाहिँ हामीले हेर्छौँ। किनकि अघि नै हामीले अध्ययन गरेका छौँ गलाती 2:20मा, अब उपरान्त जिउने चाहिँ ख्रिस्ट भनेर। ख्रिस्टको स्वभाव हामीमा परिणत हुनु पर्यो नि होइन, ख्रिस्ट केन्द्रबिन्दु हुनु पर्यो। अब पङ्खाको चक्रमा तपाईँले के देख्नुभयो, त्यहाँनिर ख्रिस्टको आज्ञाकारिता भनेर लेखेको छ। जसरी ख्रिस्ट येशूको जुन आज्ञाकारिता छ, अब त्यो चाहिँ अब हामीले पनि आज्ञाकारितामा जिउनु पर्यो। मैले अघि नै तपाईँहरूलाई सम्झाइसकेको छु कि
येशूले पिताले भन्नुभएको कामलाई मात्र पुरा गर्नुभयो, त्यस्तै दायाँ भागमा पावलले पनि के गरे, त्यसै गरे। र यसो भन्छन् रोमी 12:1 पढिदिनुहोस् त एकजनाले। रोमी 12:1 पढिदिनुहोस् त। रोमी 12:1। यसकारण भाइ हो, परमेश्वरको कृपालाई ध्यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु कि तिमीहरूको आत्मिक उपासनाको रूपमा आआफ्ना शरीरलाई पवित्र, परमेश्वरलाई ग्रहणयोग्य हुने जिउँदो बलिको रूपमा अर्पण गर। आमेन। अब यसबाट एकदमै के रहेछ त, आज्ञाकारी त भनेको चाहिँ के रहेछ त, यसुले जिउने जीवन कस्तो थियो, परमेश्वरलाई मनपर्ने, ग्रहणयोग्य हुने हो, सबै किसिमको अशुद्धता, अन्धकारको शक्ति र बाहिरी संसारिक कुराहरूबाट टाढा अलग्गै बनाएको थियो। अब तपाईँ र हामीलाई पनि के कुराको उत्साह दिँदैछ पावलले भन्नुपर्दा, यसकारण भाइ हो, परमेश्वरको कृपा, परमेश्वरले किन कृपा गर्नुभयो त्यो कुरालाई चाहिँ ध्यानमा राख्नु पर्यो, किनकि तपाईँ हामी उहाँ जस्तै बनौँ भनेर। अनि आफ्नो आत्मिक उपासनाका निम्ति चाहिँ आफ्नो शरीरलाई पवित्र र परमेश्वरलाई ग्रहणयोग्य हुने भनेपछि तपाईँ र हाम्रो शरीरले के छ त, परमेश्वरले मन नपर्ने काम गर्दो रहेछ। हाम्रो सोचले, हाम्रो विचारले, हाम्रो के भन्छ यो विभिन्न तरिकाले चाहिँ परमेश्वरले मन नपर्ने तरिकाले, अभिलाषाले, शारीरिक अभिलाषाहरूले चाहिँ परमेश्वरलाई मन नपर्ने बाटो र मार्गतिर डराउँदो रहेछ। तर बाइबलले, पावलले चाहिँ के भन्दो रहेछ त, यो शरीरलाई है, यहाँ हेर्नुहोस् त, आत्मिक उपासनाको निम्ति केलाई, आफ्नो आफ्नो शरीरलाई परमेश्वरलाई मनपर्ने तरिकाले चाहिँ जिउँदो बलिको रूपमा अर्पण गर भन्नु। मतलब के हो त, अर्पण भनेको के हो, तपाईँ र मलाई विभिन्न कुराको इच्छा र चाहनाहरू हुन सक्छ, तर पनि त्यसलाई चाहिँ जिउँदो बलिको रूपमा, त्यसलाई चाहिँ छोडेर परमेश्वरले मनपर्नेतिर लाग्नु पर्यो। अब यो जाडो महिनामा छ है, 1-2 ग्लास 3 पानी चट्ट खाँदाखेरि आनन्द पो हुन्छ कि, तर त्यो खाँदाखेरि परमेश्वरलाई चाहिँ महिमा हुन्छ कि हुँदैन त, ग्रहणयोग्य हुन्छ कि हुँदैन त, होइन र? अब त्यो कुरालाई छोडेर प्रभुतिर आयो भनेदेखि चाहिँ के हो, त्यो पनि एउटा अर्पण गरेको जस्तै हो। जुन कुराले परमेश्वर दिनुभएको शरीरलाई नाश गर्न सक्छ, कोही धुवा उडाउँदै होला, कोही के होला, होइन, विभिन्न तरिकाले हुनसक्छ, यो कुरालाई चाहिँ बलिदानको रूपमा छोडेर प्रभुतिर लाग्नु भनेको चाहिँ के हो त, संसारले दिने, तपाईँले भन्नुभएको सोच्नुभएको सबै कुरा आनन्द दिने चिजहरूको सृष्टिकर्ता चाहिँ परमेश्वर हुनुहुन्छ। त्यसो हो भने एक क्षणिक आनन्दको लागि सबै कुराहरूबाट टाढा हुनुभन्दा बरु क्षणिक आनन्द दिने चिजहरूबाट टाढा भएर अनन्त राज्यको परमेश्वरसँग नजिक हुनुहुन्छ। त्यसलाई भन्छ शरीरले चाहेको, खोजेको, रोजेको सबै कुरालाई त्यागेर परमेश्वर तपाईँले मलाई कस्तो जिएको मन पर्नुहुन्छ भनेर आफूले अर्पण गर्ने कुरालाई चाहिँ जिउँदो बलि भनेर भन्ने गरिन्छ। यसले चाहिँ शरीरमा यसो हेर्दाखेरि त्यति साह्रो फाइदा गरेको देखिँदैन डाइरेक्ट रूपमा, तर आत्मिक रूपमा चाहिँ यसले धेरै परमेश्वरलाई महिमा दिएको चाहिँ देखिन्छ। त्यसो भन्नाले के त, त्यो ख्रिस्टको आज्ञाकारी तपाईँले छेउमा देख्नुहुन्छ, तपाईँलाई ख्रिस्टको आज्ञाकारिता जस्तै तपाईँ हामी के हुनु पर्यो, आज्ञाकारी हुनुपर्ने गर्दछ। किनकि पावलले यसो भन्छ, जसरी मैले ख्रिस्टको अनुसरण गरेँ तिमीहरूले पनि मलाई के अरे मेरो अनुसरण गर। यसको मतलब के हो त, पावलको पनि धेरै जीवन थियो नि, होइन र? यसुलाई पाउनुभन्दा अगाडि त बेपत्तै थियो नि, तर जब यसुलाई पाइसके पछाडि उसले सम्पूर्ण कुरा छोडेर ख्रिस्टको निम्ति अन्तिम समयसम्म पनि, मृत्युसम्म पनि तयारी भएको देखेँ। उसले के अर्पण गरे भन्ने कुरा तपाईँले प्रेरितको पुस्तकमा पढिसक्नु भएको छ, बुझिसक्नु भएको छ। अब हामी कस्तो छौँ त, त्यो चाहिँ आफैले ख्याल गर्ने। आज्ञाकारी कस्तो छ त, त्यो चाहिँ आफैले ख्याल गर्ने, है त? अनि त्यो कुरा चाहिँ यहाँ देखिन्छ। यूहन्ना 14:21 के भन्दो रहेछ भने, मलाई प्रेम गर्ने त्यही हो जससँग मेरो आज्ञा छन् र ती पालना गर्छन्। अब याद गर्नुहोस्, अब परमेश्वरलाई हामीले प्रेम गरेका छौँ भनेर मात्र नहुने रहेछ। अब जससँग उहाँको आज्ञा छन् भने पछाडि उहाँले भनेको कुरा मान्छन्। आज्ञा चाहिँ के हो भन्नुपर्दा मत्ती 28:18-19-20 तपाईँ हामीलाई थाहा छँदैछ, त्यसमा हामीले दायाँ बायाँ जानै परेन, होइन? त्यो आज्ञा कोसँग छ त, चेला बनाउने आज्ञा, चेला बन्ने आज्ञा, सुसमाचार सुनाउने आज्ञा, बप्तिस्मा दिने आज्ञा। जसले यी काम गर्छ त्यो मासँग मात्रै फेरि के छ अरे त, उहाँ अन्तिमसम्म हुनुहुन्छ भन्नुभएको छ। विष्णु त्यही भन्छ, होइन? त्यो भएर अब कुरा के रहेछ भन्नुपर्दा, तपाईँ र हामीसँग ख्रिस्टको आज्ञा छ कि छैन?
अनि ख्रिस्टलाई प्रेम गर्छु भन्ने आज्ञा पालना नगर्ने भने त्यो व्यक्तिले पितालाई प्रेम गरेको हुँदैन भन्छ। अनि मलाई प्रेम गर्नेले मेरो पिताले प्रेम गर्नुहुन्छ अरे। जसले यसुलाई प्रेम गर्नुहुन्छ नि उहाँलाई मात्रै प्रेम गर्नुहुन्छ अरे। म त्यसलाई प्रेम गर्नेछु र म आफैले त्यसका प्रकट गरिदिनेछु। परमेश्वरप्रति आज्ञाकारी रहने केही क्रियाहरू आन्तरिक हुन्छन्, तर आज्ञाकारिताले यो आन्तरिक क्रियाहरू जस्तै विचारहरू, बानीहरू, धारणाहरू, महत्त्वपूर्ण भएको धारणा अनि दैनिक विचारहरू आदि सबै नै अन्तमा मानिसहरूसँगको सम्बन्धमा आइपुग्दछ। उहाँप्रति आज्ञाकारी भएर तपाईँले परमेश्वरतर्फ भएको प्रेमलाई प्रमाणित गर्न सक्नुहुन्छ। तपाईँको बानीमा, विचारमा, धारणामा, महत्त्वपूर्ण दैनिक जीवनमा जिउने कुराहरूमा पनि अब के हुनु पर्यो? मानिससँग गरिने व्यवहारहरू यो चाहिँ परिवर्तन हुनु पर्यो। त्यसमा चाहिँ के देख्नु पर्यो? परमेश्वर तर्फबाटको व्यक्तिको विचार, व्यक्तिको सोच, व्यक्तिको बानी र धारणाहरू प्रकट हुनु पर्यो भन्ने कुरा चाहिँ यहाँ लेखेको छ। तपाईँले त्यो ठाडो रेखाभित्र त्यो चित्र गएको चित्रमा देख्नुहुन्छ कसरी तपाईँले परमेश्वरसँग सम्बन्ध स्थापन गर्न सक्नुहुन्छ। यो सबैलाई थाहा छ है। दोस्रो तिमोथी 3:16 तपाईँ सबैजना थाहा छ। यो एकदमै यो सबैले अध्ययन गर्ने कुरा हो। यो अहिलेसम्म नपढ्नु भएकोले पढिदिनुहोस् न, यहीँ छ, तपाईँले यो भित्तामै छ। कता जानुभएछ? निन्द्रा लाग्यो क्या हो हाम्रो? नपढ्नु भएकोले अहिलेसम्म त्यहाँ नपढी छैन को हुनुहुन्छ? दोस्रो तिमोथी कति पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र उहाँको बत्ती गयो होला, म पढ्नेछु। सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको हो र यो सिकाउनलाई, आरती दिनलाई, सच्याउनलाई, धार्मिकतामा तालिम दिनलाई लाभदायक हुन्छ। आमेन। पछाडि सम्पूर्ण पवित्र शास्त्र परमेश्वरको प्रेरणाबाट भएको रहेछ। अब यो सिक्नलाई, सिकाउनलाई, अर्थी दिनलाई, आफैलाई सच्याउनलाई, अरूलाई सच्याउनलाई र धार्मिकताको तालिम दिनको लागि लाभदायक हुन्छ। सम्पूर्ण पवित्र शास्त्र भनेको बाइबल भन्ने धर्मशास्त्रभित्र रहेका 66वटा पुस्तकको विषयमा कुरा गरिएको छ। यी सबै कुराले चाहिँ तपाईँ र मलाई सिकाउन, सिक्न अनि अर्थी दिन अनि अर्थी लिन, सच्याउन र सच्चाइ दिन र धार्मिकतामा तालिम दिनलाई महत्त्वपूर्ण छ। कसरी तपाईँले परमेश्वरसँग सम्बन्ध स्थापन गर्ने रहेछ त? परमेश्वरको प्रेरणाद्वारा लेखिएको वचन पढेर है। त्यसमा भनेको कुराहरू पालना गरेर हामी के गर्न सक्दो रहेछ? उहाँसँग सम्बन्ध स्थापना गर्न सक्छ। यहुसे 1:8ले पनि यही भन्छ होइन र? व्यवस्थाको यो पुस्तक तेरो ओठबाट नहसो, तर त्यसमाथि तैँले दिन रात ध्यान गर्नु अनि त्यसमा लेखिएका सबै होसियार साथ पालना गर्नु र तेरा सबै मार्गहरूमा तैँले उन्नति गर्नेछस् र सफलता पाउनेछस्। कस्तो असल कुरा छ। अब हामी के गर्छौँ त? बाइबल अध्ययन गर्नुपर्छ। यदि तपाईँले गर्नु भएन भने शैतानले गरिसकेका हुन्छन्। शैतानले फेरि वचन प्रयोग गर्छ। जसरी यीशु ख्रीष्टलाई क्रुसमा प्रयोग गरेको थियो होइन, लेखिएको छ भन्दै दिँदै थियो नि। त्यस कारणले गर्दा धेरै पटक शैतानले विश्वासीहरू चुप लगाउनुको एउटै मात्र कारण हो। विश्वासीहरू बाइबलै पढ्दैन। पिता हुँ भन्छ, पिता परमेश्वर भन्छन्, पुत्र परमेश्वर पनि भन्छन्, सबै भन्छन्, प्रार्थना पनि गर्छन्, मण्डली पनि जान्छन्, तर के बाइबल अध्ययन छैन। अब शैतानले प्रयोग गरेको वचनै थाहा हुँदैन। कहिलेकाहीँ त्यो कुराबाट हामी समस्या हुन्छ। तर बाइबलले भन्छ यो कुरा अध्ययन नगरिकन तपाईँले परमेश्वरसँग सम्बन्ध स्थापना गर्न सक्नुहुन्न, परमेश्वरको सिद्धान्त बुझ्न सक्नुहुन्न, परमेश्वरको रहस्य कुराहरू देख्न सक्नुहुन्न अनि परमेश्वरको इच्छा र चाहनाहरू राम्रोसँग बुझ्न सक्नुहुन्न। अर्को छ त्यहाँनिर प्रार्थनाको खण्ड छ। अब बाइबलले के भन्छ भन्नुपर्दा तिमीहरू ममा रह्यौ भने र मेरा कुरा तिमीहरूमा रह्यो भने तिमीहरूलाई जे इच्छा लाग्छ माग, त्यो तिमीहरूको निम्ति गरिनेछ। तिमीहरू धेरै फल फलाएर मेरा चेला हौ भन्ने प्रमाणित गर्यौ भने यसैमा मेरो पिताको महिमा हुनेछ। पहिलो कुरा चाहिँ माग्ने कुरा रहेछ। अनि त्यो माग्न चाहिँ पाइयो, तर कतिखेर पाइयो? तिमीहरू ममा रह्यौ भने मात्रै पाइयो। बुझ्नुभयो है? प्रभुसँग चाहिँ नरहने, ख्रिस्टसँग नजोडिने, तर प्रभु यो दिनुहोस् त्यो दिनुहोस् भनेर नमिल्ने रहेछ। सबैभन्दा पहिले उहाँसँग रहनु पर्ने रहेछ। हामी विश्वासी पनि कति दुःख पाएको भन्छ नि, यो भयो रे, प्रभुले सुन्नु भएन रे। अब बिचरा कसरी प्रभुले सुन्नुहुन्छ त? जबकि ऊ प्रभुसँग जिएकै छैन, प्रभुको वचनको अध्ययनै छैन, प्रभुको वचनसँग ऊ लागेकै छैन त, प्रभुको विचारै बुझेको छैन। कसरी उसले त्यो गर्न सक्छ?
अनि हामी उत्साह पनि के दिन्छ, माग त तिमीलाई दिएन छ, खोज त भेटाउने छ, ढकढक्क तिम्रो निम्ति उगारेन। यो राम्रो वचन हो, सही कुरा हो, गर्नुहुन्छ परमेश्वरले। तर लेखिएको चाहिँ के रहेछ, तिमीहरू ममा रह्यो भने र मेरा कुरा तिमीहरूमा रह्यो भने, उहाँको कुराहरू पनि रहनु पर्यो। त्यस पछाडि मागेको मात्रै पाउने कुरा रहेछ नि त। परमेश्वरको कुरा पनि नराख्ने, परमेश्वरसँग पनि नजिउने, अनि मागेर पाउँछ त, पाउँदैन। त्यस कारणले धेरै पटक सेवाकाई गर्दा हामीले यो कुराहरू ख्याल गर्नुपर्छ। ए प्रभुले दिनु भएन भनेर गुनासो गर्ने, चिन्ता गर्ने। अब याद गर्नुहोस्, यहाँ क्लासमा तपाईँहरू कतिजना हुन्छ, तपाईँहरूले पनि अहिलेसम्म पूर्ण बाइबल पढ्नु भएकै छैन होला। बाइबलै पूर्ण पढ्नु भएको छैन भने विचार गर्नुहोस् त, तपाईँसँग प्रभुको सबै ज्ञान छ तब? उहाँको विचार, इच्छा, चाहनाहरू तपाईँले बुझ्नु भएको छ त? गाह्रो छ नि, होइन? त्यसैले म भन्छु, सबैभन्दा पहिले उहाँसँग रहनु भनेको उहाँको सबै कुरा तपाईँलाई थाहा हुनु हो। उहाँको कुराहरू तिमीहरूमा रहे भनेको चाहिँ के हो त? उहाँको इच्छा चाहनाहरू सबै तपाईँलाई थाहा हुनुपर्छ। त्यस पछाडि पो तपाईँले माग्दाखेरि उहाँले दिनुहुन्छ। र त्यसमा के लेखेको छ फेरि दोस्रो पाठमा चाहिँ, यसैको दोस्रो पाठमा, तिमीहरूले धेरै फल फलाएर। चेला चाहिँ कतिखेर देख्ने रहेछ? फल फलेपछि देख्ने रे फेरि। फल फलाएर प्रमाणित गर्नु पर्यो पहिला। फल फलाएर प्रमाणित गर्यो भने मात्रै पिताको महिमा हाम्रो जीवनबाट हुने रहेछ। अब गर्ने बेलामा काम चाहिँ केही पनि नगर्ने, माग्न चाहिँ जतिखेर नि मागिराख्ने, प्रभुसँग पनि नराख्ने, बाइबलको पुस्तक नै, बाइबलभित्र कतिवटा किताबहरू छ भन्ने पनि थाहा छैन, यीशुको 12 चेला भनेको नाम पनि थाहा छैन, यीशुको इच्छा पनि थाहा छैन, विचार पनि थाहा छैन, परमेश्वरको उद्देश्य र योजना पनि थाहा छैन, मात्र प्रभु थाहा छ, क्रिसमस थाहा छ, होइन, शनिबारको 2 घन्टा मात्र थाहा छ भनेदेखि त कसरी क्रिससँग रह्यो? होइन, त्यो व्यक्तिले प्रार्थना गरेको पुग्छ अर्थात् पाउँछ भन्ने कुरा त अलिकति असम्भव देखियो नि। त्यो भएको कारणले पहिला उहाँसँग रहनुपर्ने कुरा, त्यस पछाडि उहाँको कुरा हामीसँग हुनुपर्ने कुरा, त्यस पछाडि उहाँले दिनुहुने कुरा रहेछ। तर चेला हुने कुरामा, परमेश्वरको महिमा तपाईँ हाम्रो जीवनमा हुने कुरामा चाहिँ फल फलाउनु नै पर्ने रहेछ। म मण्डलीमा एउटै कुरा सिकाउँछु, तपाईँ डिकन हुन्छ डिकन जन्माउनुहोस्, पास्टर हुन्छ पास्टर जन्माउनुहोस्, लिडर हुनुहुन्छ भने लिडर जन्माउनुहोस्, विश्वासी हुनुहुन्छ भने विश्वासी जन्माउनुहोस्, तर फल चाहिँ फलाउनुहोस् है। परमेश्वरले बाँझी स्त्रीहरूको पनि कोख खोलिदिने भए जस्तै गरी तपाईँ हाम्रो विचारहरू, मनस्थितिहरू बाँझी छ भने पनि प्रभुले हामीलाई खोलिदिनु हुनेछ, र हाम्रो जीवनबाट पनि परमेश्वरले धेरै उहाँको राज्य विस्तारमा प्रयोग गर्न सक्नुहुनेछ। अनि यसबाट चाहिँ हामी के दिन्छौँ? परमेश्वरलाई महिमा दिन्छौँ। फिलिप्पी 4:6-7 भन्छ, केही कुरामा चिन्तित नहो। अब चिन्तित हुनुपर्छ कतिखेर? जसले पितासँग रहँदैन, होइन, जो उहाँको कुराहरूसँग लाग्दैन नि, त्यो व्यक्ति चिन्तित हुनु पर्यो नि, चिन्तामै पर्छ त्यो मान्छे। अनि बिचरा, तर को व्यक्ति चिन्तित हुनु परेन भन्नु पर्दा जसले परमेश्वरको राज्य र धार्मिकताको खोजी गर्छ। तर हरेक कुरा प्रार्थना र निवेदनद्वारा धन्यवाद सहित तिमीहरूको बिन्ती परमेश्वरमा जाहेर हुनु हो। यो कसले गर्न सक्छ? यो त्यो व्यक्तिले गर्न सक्छ जो ख्रिस्टसँग रहेको छ, है त। र समाजले नै भियाउन नसक्ने गरी परमेश्वरको शान्ति तिमीहरूको हृदय, तिमीहरूका हृदय र तिमीहरूका मनलाई येशूमा रक्षा गर्नुहुनेछ। रक्षा त्यतिखेर हुन्छ त्यतिखेर तपाईँलाई आनन्द फिल हुन्छ जतिखेर साँच्चै तपाईँ ख्रिस्टसँग रहेर उहाँसँग तपाईँले धन्यवाद सहित आफ्नो बिन्ती चढाउनुहुन्छ नि, परमेश्वरले तपाईँको हृदयमा भएको उथल पुथल र शङ्का आशंकालाई एकदम शिथिल पार्नुहुन्छ र आनन्द र शान्तिले भरिदिनुहुन्छ। त्यो त्यतिखेर हो जतिखेर तपाईँ ख्रिस्टसँग रहनुहुन्छ, है। यो कुरा हामीले एकदमै बुझ्न जरुरी छ। अनि तेस्रो खण्ड चाहिँ रेखा चाहिँ के छ त्यहाँनिर? तपाईँले अरूसँग कसरी सम्बन्ध स्थापित गर्नुपर्छ, है, सम्बन्ध स्थापित गर्ने कुरा छ। मत्ती 18:20 भन्छ, किनकि जहाँ 2 कि 3 जना मेरो नाउँमा भेला हुन त्यहाँ म तिमीहरूको माझमा हुनेछु। अब यो चाहिँ के हो त? एक अर्काको बिचमा सम्बन्ध स्थापना गर्ने कुरा। एउटा विश्वासी अर्को विश्वासीले मन नपराउने होइन, एउटा विश्वासीले जस्तो सुकै मन नपर्ने मान्छेलाई पनि मनपर्ने बनाएर प्रभुको राज्यमा हुर्काउन सिक्नुपर्छ। अनि यो चाहिँ के हो भन्नुपर्दा त्यहाँ चाहिँ परमेश्वर हुनुहुन्छ अनि प्रभुले काम गर्नुहुन्छ। कतिपय समयमा तपाईँको विचारले त्यो मान्छेलाई इग्नोर गर्छ, तपाईँको सोचले, तपाईँको अध्ययनले त्यो व्यक्तिलाई इग्नोर गर्न सक्छ, तपाईँले स्वीकार गर्न नसक्ला। तर ख्रिस्टको तर्फबाट हेर्नुहोस् अनि त्यो व्यक्तिलाई स्वीकार गर्नुहोस्। हामी आफू पापी, यति धेरै पापी भएर पनि प्रभुले स्वीकार गर्नुभयो भनेपछि हामी कामै नलाग्ने, एकदमै तुच्छकै दिनले नै किचकिच गर्ने, गनगन गर्ने भए तापनि प्रभुले प्रेम गर्नुहुन्छ भने तपाईँले आफ्नो छिमेकीलाई त्यसरी नै प्रेम गर्नुहोस्। तपाईँ र हाम्रो बिचमा परमेश्वरको सम्बन्ध स्थापना हुन्छ।
हिब्रू 10:24 र 25 पनि त्यही भन्छ, हामी एउटाले अर्कालाई असल कामको निम्ति कसरी उत्साहित गराउने त्यस कुरामाथि विचार गरौँ। कतिजनाको सङ्गतिका नजाने बानी हुन्छ, तर हामी चाहिँ एकसाथ भेला हुन नछोडौँ, किनकि प्रभुको दिन नजिक आइराखेको छ। अब मण्डली नगइकन तपाईँले एक्ला अर्कालाई भेट्दैन, एक्ला अर्कालाई नभेटिकन तपाईँले परमेश्वरको महिमाको निम्ति उत्साह दिनै पाउनुहुन्न असल कामको निम्ति। यदि तपाईँ एउटा विश्वासले असल कामको निम्ति उत्साह दिन चाहनुहुन्छ भने पहिले विश्वासले भेट्नु पर्यो। त्यो भेट्नको लागि सेवा सङ्गति जाने पर्ने हुन्छ। अब गवाई अथवा साक्ष्यको विषयमा अब हामी हेरौँ। यसुले के भन्नुभयो, मेरो पछि लागा, म तिमीहरूलाई मानिसहरूको मछुवा तुलाउनेछु। अब साक्षी चाहिँ के हो भन्नुपर्दा हामी चाहिँ परमेश्वरको राज्यको सुसमाचार सुनाउने व्यक्ति हुनुपर्छ। ख्रिस्टको विषयमा गवाही दिने मानिसहरू हुनुपर्छ। यसुले के भन्नुभयो त, एउटा माछा मार्दै गरेको व्यक्तिलाई मानिसहरूको मछुवा बनाउँछु भन्नुभयो। त्यही मछुवाहरूले आज जाल हानेर तपाईँ हामी परेका छौँ, अनि उहाँहरूले नै नपताएको भए हामी ख्रिस्टको गवाही हुन सक्ने थिएन। अनि रोमी 1:16 पनि भन्छ, सुसमाचारसँग म शर्माउँदिनँ, किनभने विश्वास गर्ने प्रत्येकको मुक्तिको यो परमेश्वरको शक्ति हो, पहिले यहुदीहरूको निम्ति र अन्य जातिहरूको निम्ति पनि। अब सुसमाचारसँग हामी शर्माउनु हुँदैन। तपाईँ जहाँ हुनुहुन्छ, जुन ठाउँमा जसरी बसिरहनु भएको छ, तपाईँ सुसमाचार सुनाउन जहिले अगाडि बढ्नुहोस्। प्रभुले तपाईँ र मलाई एकदमै आशिषित पार्नुहुन्छ र अगाडि बढाउनुहुन्छ। तेस्रो कुरा चाहिँ के हो त, के अरे अर्को कुरा चाहिँ के हो त, यहाँनिर हातको चित्र तपाईँले देख्नुहुन्छ। त्यहाँ हातमा तपाईँले औँलाहरू तपाईँले देखिराख्नु भएको छ यहाँनिर है। हामीले के गर्नु पर्ने रहेछ, पवित्र बाइबललाई के गर्नु पर्दो रहेछ। अब यहाँ हेरौँ, कान्छी औँलामा तपाईँले देख्नुहुन्छ रोमी 10:17 हामीले सुन्नुपर्ने कुरा, प्रकाश 1:3 पढ्नुपर्ने कुरा, प्रेरित 17:11 अध्ययन गर्नुपर्ने कुरा, व्यवस्था 6:6-7 कण्ठ गर्नुपर्ने कुरा र भजन सङ्ग्रह 1:1-2 मनन गर्नुपर्ने कुरा। आज हामीले एउटा बाइबललाई गर्नुपर्ने कुरा के रहेछ, यो चित्र तपाईँले आफ्नो घरमा राख्नुहोस्। तपाईँले कसरी हुन्छ राख्नुहोस्। तपाईँले सबैभन्दा ठुलो कुरा त तपाईँले आफ्नो विचार, मनस्थिति र जता मन लाग्छ त्यही राख्नुहोस्, तर यसलाई जीवनमा जहिले लागू गर्नुहोस्। वचन सुन्ने, पढ्ने, अध्ययन गर्ने, कण्ठ गर्ने अनि मनन गर्ने है, यो कुराले तपाईँ र मलाई बलियो बनाउने गर्छ। यी कुराहरूले चाहिँ हामीलाई विशेष गरी सहायता गर्ने गर्दछ। अब मुख्य बुदा के हो, जब तपाईँका 5वटा औँलाहरू सक्रिय छन् भने तपाईँको बाइबल पकड राम्रो छ, अनि जब तपाईँको बाइबल पकड राम्रो छ तपाईँको जीवनको पकड पनि राम्रो हुन्छ। अनि विशेष गरी यी दुई व्याख्याहरूलाई स्मरण गर्दै आफ्ना साथीहरूलाई सुनाउनुहोस् है। अब हामीले के बुझ्नु पर्यो, अब तपाईँले सिक्नुभएको कुरा, तपाईँले बुझ्नुभएको कुरा चाहिँ तपाईँले मण्डलीमा, तपाईँले व्यक्तिगत जीवनमा चलाउन सक्नुहुन्छ। कसैलाई सिकाउनु पर्यो भने यस्तो गरेर, यो औँलाले यस्तो भन्छ, यो औँलाले यस्तो भन्छ, यो औँलाले यस्तो भन्छ, तर यी सबै कुराले चाहिँ के भन्छ, हामी ख्रिस्ट जस्तै हुनुपर्छ, ख्रिस्टको राज्य विस्तार गर्नुपर्छ, ख्रिस्टसँग रहनुपर्छ, फल फलाउनु पर्छ भन्ने कुरालाई चाहिँ समर्थन दिएको हुन्छ। त्यसकारणले हाम्रो यो चेलापनको अर्थात् यो विशेष गरी चर्च गभर्नमेन्ट पनि भन्छ, अनि यो विशेष गरी यो चेलापनको शिक्षालाई चाहिँ आज हामीले समाप्त गरिएको छ। अब हामीले सुरुदेखि यहाँसम्म आइपुग्दाखेरि मलाई जहाँसम्म लाग्छ तपाईँहरूले कति कुरा बुझ्नुभयो होला, कति कुरा बुझ्नुभएको छैन होला, र कति कुरा यो नोटमा पनि क्लियर छैन। तपाईँहरूले त्यसलाई नबुझेको कुराहरू नोट गर्न सक्नुहुन्छ। फेरि पनि तपाईँले पछि दिनमा भेटेर तपाईँले हामीलाई सहायता माग्न सक्नुहुनेछ। र अर्को हप्ता हामी यी सबै कुरा आज सकिएको कारणले गर्दा अर्को हप्ता पनि हामी जोइन हुनेछौँ, तर त्यो दिन चाहिँ हामी विशेष गरी तपाईँले नबुझेको कुराहरू छ भने सोध्न सक्नुहुनेछ, अनि बुझेको कुराहरू छ भने पनि यस क्लासबाट तपाईँले पाउनुभएको आशिषहरू बताउन सक्नुहुनेछ है त। अनि आजको लागि हामी छुट्नेछौँ। त्यस पछाडि तपाईँहरूको एक्जाम छ, अनि एक्जामको लागि तयारी गर्नु होला। अनि एक्जाम कसरी दिने, के गरेर दिने भनेर चिन्ता नगर्नु, जस्तो आउँछ त्यसरी दिने हो है। अनि कसैसँग सिकाएर गरिराख्नु जरुरी छैन। तपाईँले जे सिक्नुभयो त्यति चाहिँ गर्नुहोस्। अनि बाइबल क्लास भनेको चाहिँ तपाईँ पास हुनको लागि होइन, तपाईँ जिउनको लागि हो है। त्यस कारणले गर्दा कसैले सिकाएर तपाईँलाई राम्रो हुन्छ भन्ने कुरा, मार्क्सको कुरा गर्नु पर्दाखेरि यो मार्क्सहरूले तपाईँलाई कति राम्रो बनाउँछ, कति नराम्रो बनाउँछ, कति बुझ्यो कति बुझेन भन्ने कुरा छुट्टै कुरा होला।
तर वास्तवमा तपाईँ कसरी जिउनुहुन्छ भन्ने कुरा चाहिँ ख्रिस्टले चाहनुहुन्छ है त। अनि परमेश्वरले तपाईँ प्रत्येकलाई प्रशस्त मात्रामा आशिष दिनुभएको होस्। एक्जामको लागि तयारी गर्नुहोस् सबै आफ्नो तरिकाबाट। अनि विशेष गरी आजको क्लास यहीँ सकेको, आजको होइन अबको हाम्रो क्लास सकिएको छ, नोटबाटको क्लास। अब हामी अर्को भेटमा चाहिँ हामी नोटबाट भन्दा पनि तपाईँको हाम्रो एक्सपिरियन्सहरूबाट केही कुरा सेयर गर्नेछौँ। लगत्तै हामी सायद अब हाम्रो एक्जाम त्यसपछि सुरुवात हुन्छ होला। अनि आजको लागि प्रार्थना गर्न सक्नुहुनेछ। धन्यवाद। कोही एकजनाले प्रार्थना गरिदिनुहोस् न। प्रार्थना गर्ने कोही हुनुहुन्न आज? हुन्छ, हामी प्रार्थना गरौँ। आजको सङ्गतिको लागि यो सकेको छ, प्रार्थना गरौँ है आज। धन्यवाद सर्वव्यापी अनि सर्वशक्तिमान पिता परमेश्वर, हामी तपाईँलाई धन्यवाद दिन्छौँ, तपाईँ महान जिउँदो प्रभुलाई। अनि पिता परमेश्वर, अनि आजको हाम्रो यो जुन क्लास छ प्रभु, यो क्लासमा तपाईँ हुनुभयो, तपाईँले सहायता गर्नुभयो। अनि आजको क्लासमा सुरुदेखि यस घडीसम्म तपाईँ परमेश्वरले मद्दत गर्नुभयो, यसको लागि हामी तपाईँलाई धन्यवाद दिन्छौँ प्रभु। धन्यवाद पिता, हामीले धेरै कुरा सिकेका छौँ प्रभु। अनि यो सिकेको कुराहरूलाई प्रभु हामी आफ्नो हृदयमा मनन गर्न सकौँ। अनि आउँदो दिनमा प्रभु यही कुराद्वारा तपाईँको महिमा गर्न सकौँ। अनि तपाईँको कार्यहरूमा हामीले यो कुराद्वारा प्रभु यसमा थप गर्न सकौँ प्रभु। यसर्थ प्रभु हामी तपाईँलाई धन्यवाद दिन्छौँ, तपाईँले हामीलाई सहायता गर्नुभयो। आफ्नो सिकाउने दास छोरो सरको साथ तपाईँ हुनुभयो प्रभु। अनि सरल तरिकाले प्रभु, बुझ्ने तरिकाले सिकाउनमा आफ्नो छोरा तपाईँले यति साह्रो सहायता गर्नुभयो, यसको लागि तपाईँलाई धन्यवाद दिन्छु प्रभु। धन्यवाद पिता परमेश्वर, महान जिउँदो प्रभु अनि महान प्रभु परमेश्वर, त्यसको लागि हामी तपाईँलाई प्रशंसा अनि जय जयकार चढाउँदछौँ, किनभने प्रभु तपाईँ प्रशंसाका योग्यको प्रभु हुनुहुन्छ। धन्यवाद सौँदै अब हामी पिता परमेश्वर, हाम्रो यो क्लासहरू सकिएको छ प्रभु। अब हामी यसलाई मनन गर्नेछौँ अनि हाम्रो एक्जामहरू आउन लागेको छ, एक्जामको लागि हामी तयारी हुनेछौँ। हामी सबैलाई तपाईँले हामीलाई सहायता गर्नुहोस् प्रभु। अनि पिता परमेश्वर, तपाईँ परमेश्वरको कार्यको लागि, तपाईँको योजनालाई पुरा गर्नको लागि अनि तपाईँको राज्य विस्तार गर्नको लागि प्रभु, हामी प्रत्येकलाई तपाईँले सहायता गर्नुहोस् प्रभु। यसको लागि हामी तपाईँलाई धन्यवाद दिन्छु पिता। धन्यवाद पिता। अनि यहाँ पिता परमेश्वर, आजको दिनभरिको कार्य हामी तपाईँको हातमा राख्छौँ। हामी आफ्नो आफ्नो काममा, व्यवसायमा हामी जानेछौँ, हामीसँग तपाईँ रहनुहोस् पिता। जबसम्म भोलिको बिहान फेरि पनि हामी यसरी क्लासमा पिता परमेश्वर भेट भएर तपाईँलाई धन्यवाद दिँदैनौँ। तपाईँ परमेश्वर, हामी प्रत्येकको प्राण आत्मा शरीर हामी तपाईँको हातमा सुम्पिँदै बिन्ती माग्छु पुत्र येशू तपाईँको नाममा, आमेन। आमेन। धन्यवाद प्रार्थनाको लागि। हुन्छ, हामी जय मसी सबैजनालाई। ए